हेर्नुहोस् हेर सानो बाबुले के बनाउँदैछ यस्तो मजाले माछा तारेर राखेको रहेछ है। ओह अर्को के हो सुँगुरको मासु हो क्या? त्यो सानो उमेरमा पनि कस्तो मिठो बनाउनु लाग्यो, कस्तो खाना बनाउन सिकिसकेको छ क्या। यस्तै सानै उमेरबाट बच्चाहरूलाई काम सिकाउनु पर्छ होइन र? हेर्नुहोस् त कस्तो बनाउँछ। तपाईँ हाम्रो बच्चाहरूलाई पनि यसरी सानै उमेरबाट खाना पकाउन सिकाउनु, राम्रो काम सिकाउनु गर्नुहोस् भयो पाकिसकेको छ त कस्तो मिठो बनायो होला है।